कहाँ यो त्यागको जीवन हो, फेरि भर्खरको युवा केटा अनि उनमा देखेको यो जुन त्याग तपस्या जुन देखेँ मैले, मलाई त्यसबाट धेरै प्रसन्नता आयो। ओहो, एउटा संस्कारित व्यक्ति हो, ईश्वर प्राप्तिको लागि यति राम्रो तपस्या गर्न हुने जो व्यक्ति हुनुहुन्छ, धेरै खुसी लाग्यो। अनि म यहीँ बसिरहेको थिएँ, विजयको त धेरैभन्दा धेरै भिडियो भाइरल है, जो पनि मान्छे आउँछन् यहाँ विजयजी आएर बस्नु भएको छ, नचिन्ने भने मान्छे छैन। यहाँ जति पनि आए विजयलाई नचिन्ने भने मान्छे छैन। हामीले चिन्छौँ, हामी त युट्युबसँग परिचित छौँ, युट्युबसँग परिचित छौँ भने प्रायः सबैले भन्ने फेरि। अनि मैले यसो सोचेँ, विजयको जो एउटा चाहिँ भनौँ अब त्यो गिनिज बुकमै नाम लेखेको त्यसै पनि एउटा होइन राष्ट्रले पनि सोच्नुपर्ने कुरा हो होइन। एउटा कुरा यो हो। अर्को कुरो के भने उनको क्यारेक्टर पनि राम्रो, अब मानिसहरूलाई शिक्षा दीक्षा पनि दिने। क्याम्पसहरूमा पनि एकजना यहाँ परिवार आउनुभएको थियो, कहाँ हाम्रो क्याम्पसमै गएर विजयजीले मेरो छोरालाई चाहिँ लेक्चर दिएको भनेर भन्नुभयो। अनि छोराको फोटो पनि देखाउनु भयो, छोराले त फोटो पनि खिचेर झन् खुसी लाग्यो मलाई। यसरी उहाँले क्याम्पसमा जाने होइन, स्कुलहरूमा जाने, ठाउँ ठाउँमा जाने, आफ्नो चाहिँ त्यो मेमोरी शक्तिहरूलाई बढाइदिने, कसरी मेमोरी शक्ति बढ्छ भन्ने विषयमा उहाँ बोल्नु हुँदो रहेछ। अनि यसरी उहाँको त्यो पनि राम्रो लाग्यो। अनि उहाँको फेरि एउटा सानो भिडियो हेर्न पाएछु मैले क्लिपमा। ओ विजय साईले फलानु यस्तो रोग लागेको, यत्रो सुन्निने रोग हुन्छ, मलाई त्यो ठ्याक्कै आएन, के हात्ती पाइले भन्छ के भन्छ। एकजना वृद्ध मान्छेलाई चाहिँ औषधि उपचार गर्न नसकेर बिचरा अलपत्र परेका रहेछन्। विजय साईले यसरी औषधि उपचार गर्न नसकेर अलपत्र परेका ती नामसहित र त्यो जुन रोग लागेको छ उहाँलाई चाहिँ 20,000 दान गर्नुभएको छ भन्ने पनि सुने। ओहो, यति सानै उमेरमा पनि यो मान्छे 20,000 दान गर्न सक्ने मान्छे, त यो मान्छे त दानवीर पनि रहेछन् भन्ने पनि लाग्यो है मलाई। त्यो पनि खुसी लाग्यो मलाई। र यसरी उहाँको पछि यहाँ बस्यौँ, यही रुममा हामी बस्यौँ। अनि विजय साईले के गर्नुभयो भन्दाखेरि एउटा पुस्तकलाई आएर यसरी टच गर्नुभयो, छुनुभयो, यसरी छुनुभयो। म यहीँ छु, मेरो यहाँ अगाडि हुनुहुन्थ्यो, यसरी छुनुभयो। छोइसकेपछि मेरो जुन एउटा सिद्धि छ, सामर्थ्य छ, मलाई जुन एउटा दैवले दिएको जुन एउटा शक्ति छ, म त्यो यहाँ बाबालाई देखाउन चाहन्छु भनेर भन्नुभयो। अनि झन् मलाई खुसी पनि लाग्यो, के रहेछ त त्यो सिद्धि सामर्थ्य भनेर। अनि उहाँले यो रुमबाट नगरी योभन्दा तल्लो एउटा घर छ, तल्लो घरमा हामी गयौँ। गइसकेपछि उहाँले त्यो टच गरेको जुन पुस्तक यसरी मसँगै छ, हामी 6-7 जनासँग छ र उहाँ माथि पलङमा बस्नुभयो हाइटमा। र उहाँले एकछिन ध्यान गर्नुभएको थियो यसरी। अनि ध्यान गरिसकेपछि ल त्यो पुस्तकमा यो लेखेको छ भनेर उहाँले माथिदेखि लिएर तलसम्म 1 पेजसम्म जस्तो छ त्यस्तै बताउनु भयो। अनि बताइसकेपछि त्यो मलाई यस किसिमको चाहिँ आनन्द लाग्यो, खुसी लाग्यो होइन। अब उहाँले त्यो पढेको पनि छैन। अब यो एउटा चाहिँ एउटा राम्रो चाहिँ एउटा दिव्य दृष्टि रहेछ भन्ने मलाई लाग्यो। 8 जतिको एउटा शिव मन्दिर छ साथमै। अनि मैले उहाँलाई के भने नि, अब तपाईँ ध्यान नै बस्नुहुन्छ भने बस्नुहोस् न त, शिव मन्दिरमा बस्नुहोस्। यहाँ शिव मन्दिर छ, त्यहाँ भगवान् श्री पशुपतिनाथको नाममा अखण्ड एउटा ज्योति पनि जलिरहेको छ। तपाईँ ज्योतिको साथमा पनि बस्नुहुन्छ, तपाईँलाई ऊर्जा पनि प्राप्त हुन्छ। फेरि पञ्चमुखी महादेव हुनुहुन्छ होइन, त्यहाँ हरिहर चाहिँ को मूर्ति पनि छ, हरिहर शक्ति माताको त्यहाँ एउटा मूर्ति पनि छ, त्यहाँ गणेश छ, नवदुर्गाहरू छ, राम्रो रुम छ। अब राम्रो चाहिँ बनेको मन्दिर छ, झ्याल छ, ढोका छ, बत्ती छ, सबै कुरा छ। तपाईँ त यहाँ ध्यान गर्नुहोस् न मन्दिरमा। मैले त अहिलेसम्म कोही मानिसलाई राखेको पनि छैन। शिव मन्दिरमा फेरि कसैलाई राखेर राति सुताउनु पनि हुँदैन है। तैपनि मैले चाहिँ यसो सोचेँ, अब यिनी ब्रह्मचारी पनि हुन्, अब बेविचारी गर्ने मानिसहरूलाई मन्दिरभित्र सुताइँदैन पनि एउटा कुरा है। अनि मैले यसो सोचेँ, अब ब्रह्मचारी पनि छन्, अब फेरि फलाहार गरेर बस्ने, अन्न नखाने, फल जल मात्र खाएर तपस्या गर्ने भन्ने उहाँको मनसाय थियो। अनि शिव मन्दिर देखाएँ, उहाँले हुन्छ म यो शिव मन्दिरमा बस्छु, शिव मन्दिरमा जे जस्तो थियो सबै हटाइदिनु पर्यो, त्यहाँ सबै हटाइदिनुहोस्, यहाँ म चाहिँ मात्र सफा गरेर भनेर पानीले त्यहाँ सफा गरेर सफा गर्नुभयो। र शिव मन्दिरमा बस्नको लागि पनि एउटा त्यो म्याट हुन्छ नि, सस्तो खालको 100-150 जाने कालो म्याट ल्याउनु भएको रहेछ र एउटा ब्ल्याङ्केट ल्याउनु भएको रहेछ, केही पनि छैन।
र मलाई यत्तिकै भए पुग्छ, म यहाँ चाहिँ प्रभुको ध्यान गरेर बस्छु भन्नु। ल त हुन्छ भनेर हामी सबैले त्यहाँ चाहिँ ओके गऱ्यौँ र उहाँले त्यो ठ्याक्कै त्यो 12 गते ज्येष्ठ 12 गते त्यहाँ मन्दिरमा, सायद मलाई लाग्छ मङ्गलबारै थियो होला, त्यहाँ चाहिँ मन्दिरमा प्रवेश गर्नु। मन्दिरमा प्रवेश गरेपछि अनि उहाँले त्यो भित्रबाट ढोका लगाउने छेस्किन थियो, ढोका लगाएर उहाँ ध्यानमा बस्नु लाग्नु। उहाँ चाहिँ पद्मासन बस्नु हुँदो रहेछ होइन। यसरी पद्मासन बसेर कहिले दक्षिणतिर फर्केर कहिले उत्तरतिर फर्केर ध्यान गरेको मैले देखेँ र यसरी उहाँ चाहिँ यसरी ध्यानमा बस्नु, मौन, फेरि नबोल्ने, मौनमा बसेर